सम्पूर्णमा नमस्कार। म आज सम्पूर्ण गुरुजनहरूप्रति गुरु पूर्णिमाको हार्दिक नमन व्यक्त गर्न चाहन्छु र आज म पनि एउटा शिक्षक भएको नाताले मेरो विद्यार्थीहरूले चाहिँ मलाई आज विद्यालयमा दिएका गिफ्ट ह्याम्परहरू चाहिँ म सरस्वती बल्ल सम्झेँ है र मैले उहाँहरूले दिनुभएको गिफ्ट ह्याम्परहरूलाई चाहिँ राखेको थिएँ है। यति धेरै गिफ्ट ह्याम्परहरू दिनुभएको छ उहाँहरूले मलाई है, यति धेरै हेर्नुहोस् त उहाँहरूको माया म प्रतिको चाहिँ सद्भाव है, यति धेरै गिफ्ट ह्याम्पर दिनुभएको छ। यो गिफ्ट ह्याम्पर म क्रमशः खोलेर तपाईँलाई देखाउँछु है त, क्रमशः हेर्नु होला है र तपाईँले पनि लाइक कमेन्ट र सेयर गर्न भने नबिर्सिनु होला है त। लाइक दिस है, यहाँ केही पनि लेख्नु भएको छैन है, जस्ट सी हेज ड्रन अ फ्लावर है, उहाँले चाहिँ एउटा चाहिँ फुल चाहिँ ड्रइङ गर्नु भएको रहेछ। अनि यहाँनिर हेर्नुहोस् त के लेख्नु भएको छ, तपाईँ आफै पढ्नुहोस् है। हेर्नुहोस् त हेड टिचर हाई हाई भनेर चाहिँ मेरो राम्रो फोटो पनि बनाउनु भएको रहेछ। अनि यतापट्टि लेख्नु भएको छ ह्याप्पी टिचर्स डे। ह्याप्पी टिचर्स डे आज मिति 2083 4 महिना 13 गतेका दिन टिचर्स डे भएको कारणले मैले यो भन्दा ठुलो उपहार दिन नसके पनि सानो भए पनि स्वीकार्नुहोला, म सम्हालेर राखिदिनु होला। म हजुरको राम्रो विद्यार्थी हुन नसके पनि राम्रो हुन कोसिस गर्नेछु। आज हजुरलाई निराश होइन खुसी बनाउन कोसिस गर्दैछु। हजुरलाई मैले यो टिचर्स डेमा सानो उपहार दिएको छु भनेर चाहिँ त्यसरी चाहिँ मेरो चित्र बनाएर चाहिँ दिनुभएको छ है त उहाँले। त्यसै गरी उहाँले पनि चाहिँ लभ है हार्टको चाहिँ सेप बनाएर ह्याप्पी टिचर्स डे लेख्नु भएको छ है। यसै गरी उहाँले पनि चाहिँ लट्स अफ ह्याप्पी टिचर्स डेलाई चाहिँ लभले चाहिँ बोर्डरिङ गरेर चाहिँ दिनुभएको छ। ब्याकग्राउन्डमा पनि यस्तो चाहिँ लेख्नु भएको छ है। त्यसै गरी सानो चिट दिनुभएको थियो गिफ्ट ह्याम्पर, यसमा चाहिँ ह्याप्पी टिचर्स डे भनेर लेख्नु भएको छ है। यसै गरी हेर्नुहोस् त कोन सेप बनाएर दिनुभएको रहेछ है, फोल्ड गरेर के लेख्नु भएको छ यसलाई पनि हेरौँ। ह्याप्पी टिचर्स डे भनेर लेख्नु भएको छ है, तपाईँ आफैले पनि पढ्न सक्नुहुन्छ। यसै गरी यहाँ चाहिँ यसरी चित्र बनाएर राख्ने फ्लावरको चित्र बनाएर चाहिँ राखिदिनु भएको छ है। यसै गरी यहाँ पनि ह्याप्पी टिचर्स डे भनेर चाहिँ लेख्नु भएको छ है। यहाँ उहाँले चाहिँ यस्तो फ्लावर बनाएर दिनुभएको छ है अन बोथ साइड है। यस्तै गरी रिसप भनेर चाहिँ लेख्नु भएको छ, ह्याप्पी टिचर्स डे भनेर चाहिँ उहाँले लेख्नु भएको छ है। उहाँले चाहिँ ह्याप्पी मात्रै लेख्नु भएको छ है। एनिवे थ्याङ्क यू सो मच फर योर गिफ्ट ह्याम्पर। यसै गरी उहाँले पनि ह्याप्पी भनेर लेख्नु भएको छ। यति धेरै चाहिँ मैले गिफ्ट ह्याम्पर पाएको छु, अत्यन्तै खुसी छु है त। थ्याङ्क यू सो मच। लाइक कमेन्ट र सेयर गर्न भने नबिर्सिनु होला है त। विद्यार्थीको माया उपहार कहिल्यै पनि ठुलो उपहार दिएर उपहार हुँदैन, एउटा चाहिँ स्मरण योग्य चाहिँ उपहार नै सबैभन्दा ठुलो उपहार हो। जिन्दगीमा सबैभन्दा ठुलो उपहार भनेकै सम्मान हो जस्तो लाग्छ। यति धेरै सम्मान पाएको छ, अत्यन्तै खुसी छु है त।